फ्याबुलो सम्पूर्णमा हिजो चाहिँ म फ्यामिली टाइम बिताउनको लागि मेरो फ्यामिलीसँग घुम्दै घुम्दै दार्जिलिङकै मुटु मानिने चौरस्तामा पुगेँ र हजुरहरूले भिडियोमा देखिसक्नु भएको छ मेरो हातमा हाम्रो प्यारो कवि पल्लवीज्यूको कविता सङ्ग्रह लाटी जो अस्ति भर्खर मात्र प्रकाशित बनेको हामी माझ म पढिरहेको छु र यहीँको भुइँ मान्छेले लेखेको कविता अनि हामी जस्तो माटोसँग जोडिएको पाठकले आफ्नै भूमिमा उभिएर पढ्न पाउँदा चाहिँ स्याटिस फिलिङ्स आउँदो रहेछ। अनि यो लाटी कविता पढ्दा चाहिँ मैले लाटी मात्र 3 प्रकारको भेटेँ। एउटा लाटी जो जन्मैबाट लाटी तर उसको मनमा पनि प्रेमका भावनाहरू उकुस मुकुस बनिरहेको। दोस्रो लाटी केही गर्न चाहँदा चाहँदै केही भन्न चाहँदा चाहँदै पनि कसैको दमनले गर्दा केही गर्नै नसकेको। अनि तेस्रो लाटी कसैलाई माया गरेर ओइ लाटी नरिसाना भनिरहेको। अनि यो पछि मैले पनि फेरि भनिदिएँ, विरती जिन्दाबाद।